कपडामा पक्का पार्नु त्यो टपरी सहित त्यो पैसा निकालेर त्यो त्यो लगेर उमा बगाइदिनु होला टपरी सहित त्यसमा कपाल एउटा पनि नखासालिकन अब रामलाई बोलाउनु पर्यो पहिला रामलाई टिका लाउनु गङ्गामा बगाउनु पर्छ कि यो कि व्रतबन्धमा चाहिन्छ अरे राखे चाहिन्छ कि मैले त राखेँ थिएँ व्रतबन्धमा पनि सबै कपडासँगै बान्नु अनि त्यो थाल्छ कपडालाई 100 बनाऊ कुहिएर त सुकेपछि बान्नु कुहिएर के भयो होइन बगाइदिने हो नराख्नु म त घर जाँदा कर्णाली होइन पशुपति मैले त राखेर के दरा जहाँ कहाँ पोको पारेर खाँदै कहाँ आछ दाइ यो तिमीले पनि नगेर पछि भेटिन्छ मामाले बगाइदियो के माला ल्याइदेऊ माला बनाएको छ भन्दाले मैले खान्दिए पनि यसले पनि यसलाई दिएन हुन्न मैले एक्लै हुने ल तपाईँ लगाइदिनु पर्यो टिका भन्दा यसलाई छिटो गरौँ त उता ल नानी भाइलाई माला लगाइदेऊ ल भइहाल्यो अघि दिए त कति टपरी गयो हुन्छ है एकैछिन राख्नु व्यवस्था गर्न अस्ति नै हो हातीमा दिए पनि भयो पहिला टिका लगाएर दिन्छ अङ्कललाई बोला रामलाई बोला आमालाई होइन सबैलाई अब कपडा दिनु कपाल गरेको टोपी ल्याए अनि टोपी लिनु रामचन्द्रको लागि नमस्ते नमस्ते दादा नमस्ते मामालाई के दिलाइदियो सीधा हो र आज त हो यहाँ पहिला हजुरले कपाल काटेको दुवैजनाले काटिदिनु भयो नि त दादाले पनि सँगै गरिदिनु सँगै गराउनु मैले भिडियो गराएको छु त्यसैबाट स्नेप पनि हान्नु न ल सानी तिमी यता आऊ तिमीले चाख्छन् अरू बाँकी थपेर पछि अहिले शङ्करको एउटा गर्नु न राम्रो फोटो पनि आउँछ खुट्टा ढोक्छन् कि ढोक्दैन
भयो बहिना भयो भन्दा तिम्रो खतम बनायो रातै फेरि बनायो ए नानी नगर हौ भयो भयो नगर दुईवटा सँगै लगाइदिनु हजुरले खिचिदिनु म गर्छु ल कान्छी तिमीलाई मैले लगाइदिनु या खाउरा आउने त्यहाँ लगाउनु अरू कोही पूजा गर्ने देखिन मैले ल कान्छी दादा पकाएर खाने भरे भोलि मलाई आज केही